तपाईं कांग्रेस एमाले भन्नेहरू आज यो सत्तामा भजन कीर्तन गाउँदै मादल बजाउँदै आइपुगेको हो। तपाईहरु तोडफोड नगरी आएको हो, मान्छे नमारी आएको हो। मान्य सदस्य यहाँको निर्धारित समय सकिएको छ। त्यसकारणले मैले भन्छु कि त्यो सबिन महर्जनलाई हिँडिराखेको बेला गोली किन हानियो? छतमाथि बसेर मञ्चमा किन म्याद सकिएको अश्रु ग्यास बर्साइयो? किन माथिबाट गोली हानियो? त्यसको जवाफ चाहिन्छ। गणतन्त्रको विरोध चलिराख्छ मात्र होइन, जनताले उल्टाउँछन्। राजा हटाएपछि नारायण हिटीमा तुरुन्तै व्यापार गर्न कसले खोज्यो? हैन, के को लागि तपाईले राजा हटाउनु भएको रहेछ त्यो युवा पुस्ताले हेरिराखेको छ। लोकतन्त्रको नाममा, गणतन्त्रको नाममा कुन प्रकारको लुटतन्त्र मचाउन खोजिराख्नु भएको छ र मचाइराख्नु भएको छ हेरिराखेको छ। नेपाली युवालाई भुटानी शरणार्थी बनाएर बेचेर आफ्नो व्यापार चलाउन खोजेको कुरा हेरिराखेको छ। सुरेश रजक र सबिन महर्जन प्रति श्रद्धाञ्जली व्यक्त गर्दछु र उहाँहरूलाई शहीद घोषणा गरियोस् भन्ने माग गर्न चाहन्छु। सभामुख महोदय, यहाँ मैले जवाफ दिनको लागि त मसँग समय छैन, तर मेरा मित्रहरूलाई मैले एकमुष्ट के भन्न चाहन्छु भने अब कथाले, शब्द जालले अहिलेको पुस्ता मान्नेवाला छैन। तपाईको मिथ्याङ्कले, मिथ्या इतिहासले अब मान्छे पत्याउनेवाला छैन। अहिलेको चाहिँ डिजिटल युग, अहिलेको सूचना प्रविधिको विकास, त्यसबाट युवा राम्रोसँग परिचित छ। तपाईले राजा किन हटाउन खोज्नु भएको रहेछ? राजा हटाएपछि नारायण हिटीमा तुरुन्तै व्यापार गर्न कसले खोज्यो? हैन, के को लागि तपाईले राजा हटाउनु भएको रहेछ त्यो युवा पुस्ताले हेरिराखेको छ। तपाईं राजा हटाएर देशमा लोकतन्त्रको नाममा, गणतन्त्रको नाममा कुन प्रकारको लुटतन्त्र मचाउन खोजिराख्नु भएको छ र मचाइराख्नु भएको छ हेरिराखेको छ। तपाईको त्यो कृति कुराले अब यो पुस्ता मान्दैन, युवा पुस्ता मान्दैन, म भन्दाको पछिल्लो पुस्ता अब मान्दैन। तपाईले जतिसुकै भन्नुहोस्, हिजो अस्ति आजभन्दा 8 वर्ष अगाडि देशको राष्ट्रिय ऋण 6 खरबमा थियो, आज 27 खरब पुग्यो। हामी हाम्रो जीवनकै र हाम्रो युगकै सबभन्दा बेसी कर तिरिराखेका छौं यो दशक। र त्यसमध्ये कति विकासमा गयो त्यो पैसा र कति तपाईको पेट भर्नमा गयो भन्ने कुरा जनताले हेरिराखेको छ। तपाईले गणतन्त्रको नाममा आकाशमा उडाउन नमिल्ने प्लेन किनेर खानुभएको कमिसन, तपाईले प्लेन बसाउन नमिल्ने एयरपोर्ट बनाएको कुरा राम्ररी हेरेको छ। त्यसकारण तपाईले जतिसुकै शब्दको आवरण दिए पनि अब नेपाली जनता र युवा पुस्ता मान्नेवाला छैन। तपाईले नेपाली युवालाई भुटानी शरणार्थी बनाएर बेचेर आफ्नो व्यापार चलाउन खोजेको कुरा हेरिराखेको छ। तपाईले जबसम्म आफ्नो व्यवहारमा सुधार गर्नुहुन्न नि, तपाईको गणतन्त्रको विरोध चलिराख्छ मात्र होइन, जनताले उल्टाउँछन्। तपाई इतिहासको कुरा गर्नुहुन्छ, इतिहास पढ्नु भएको छैन? बेलायतमा राजा निरङ्कुश भए भनेरै चार्ल्स प्रथमलाई काटेरै मारियो नि, फाँसीमै चढाइयो नि। तर गणतन्त्रवादीहरूको, तपाईहरूको अहिलेको जस्तै व्यवहार त्यहाँ भएपछि जनताले 12 वर्ष नपुग्दै 11 वर्ष भित्रैमै विदेशमा बसेको राजाको छोरालाई खोजेर ल्याएर चार्ल्स द्वितीयलाई राजगद्दीमा बसाए। मात्र होइन नि, गणतन्त्रको नायक हुँ भन्ने क्रमवेललाई त्यसबेला मरिसकेका थिए, 1658 मै मरिसकेका थिए। 1660 मा जनताले च्यानबाट खोतलेर निकालेर उसको अस्थि पञ्जरलाई फाँसीमा चढाए। त्यसकारणले जनताले चाह्यो भने यो गणतन्त्र जान्छ। त्यसकारण जनताको शक्तिलाई, युवाको शक्तिलाई तपाईले नहोच्याउनुहोस्। अस्तिको चैत 15 गते आन्दोलनकारीले मात्रै ज्यादती गरेको हो? त्यो नियन्त्रण गर्ने जिम्मा सरकारको होइन? तपाई कांग्रेस एमाले भन्नेहरू आज यो सत्तामा भजन कीर्तन गाउँदै मादल बजाउँदै आइपुगेको हो? तपाईहरु तोडफोड नगरी आएको हो, मान्छे नमारी आएको हो?
मान्य सदस्य यहाँको हेर्नुहोस्, निर्धारित समय सकिएको छ। त्यसकारणले मैले भन्छु कि त्यो सबिन महर्जनलाई हिँडिराखेको बेला गोली किन हानियो? छतमाथि बसेर मञ्चमा किन म्याद सकिएको अश्रु ग्यास बर्साइयो? किन माथिबाट गोली हानियो? त्यसको जवाफ चाहिन्छ। र मसँग समय छैन, म अनुशासनपूर्वक आफ्नो समयमा आफ्नो कुरा टुङ्ग्याउँछु। म त्यस विषयमा सरकारको र सबै विश्व समुदायको मानव अधिकार जगतको म ध्यान आकर्षण गर्न चाहन्छु कि न्यायिक छानबिन आयोग गठन होस् र दोषीहरूलाई कारवाही होस्। धेरै धेरै धन्यवाद।